हेलो गाइस, खतरा है ल हेर्नुहोस्। यो त तपाईँको उकालोमा पुरा होइन के गर्नु, आफ्नो त गाडी घोडा जस्तो नि भाग्न चाहिँ भोल्भो गाडी हो होइन। यो सदी हो, बाघ हो, सौदीको यो। यसलाई चाहिँ टाइगर नाम दिइन्छ, यो गाडीको नाम होइन, बाघ भोल्भो गाडी। आफ्नो गाडी त यो उकालोमा त मजाले गएर 70 हिँड्छ। हेर्नु के गर्नु, अब गाडी गर्दैन। अब ओभरटेक गऱ्यो भने नेपालको 1,20,000 को मुखल पाउँछ। हेर्नुहोस् 3,000 को मुखल दिन्छ है यो ठाउँमा। के गर्नु, अब आरेको पछि लाएर हिँड्नु पर्छ साथी हो। म के गर्ने होला, लौ न साथी हो, जानकारी पाऊँ। ट्रक एकदम बनाएछ होइन। हेर्नुहोस् हजुर, यस्तो गाह्रो छ यहाँ ठाउँ। यो ठाउँमा चाहिँ गाडी कति आउँछ हेर्नु न। फेरि बाइक गाडी आएको छ र हेर्नुहोस्। ओभरटेक गरेर भिड्यो भने नेपालको 1,20,000 को मुखलमा गयो साथी हो। ल हेर्नुहोस्, यस्तो मुखलतिर पर्छ साउदी अरबमा। एकदम ख्याल गर्नु होला। अहिले नयाँ आउने साथीहरू खाडी मुलुक भन्नुहुन्छ नि होइन। धेरै गाह्रो छ, मुखलमा एकदम बढी छ। एकदम केयर गरेर चल्नु होला। केयर गर्नुहोस्, ध्यान दिनुहोस्, ओभरटेक धेरै नगर्नुहोस्। यो साथीले ओभरटेक गर्यो होइन, यो साथीले भेट्यो भने अहिले शीतल हुन्छ। फेरि अनि भरे गएर अनि टेन्सन गर्छ। अनि ऊ माइ गड गरिरहन्छ त्यहाँबाट। अब बाध्य त ल हेर यसो ओभरटेक गरेर है। अनि यस्तो छ दृश्य, टाइपको दृश्य यो। अब म त यसो पछि लाग्छु, म चाहिँ ओभरटेक गर्दैन। पूर्वमा बिस्तारै हिँड्छु होइन साथी हो। म चाहिँ साउदीमा यस्तै हो, एकदम हानिकारी सब म चाहिँ यो ओभरटेक गर्दिनँ। आरामले हिँड्छु पछाडि यस्तो भिडियो बनाउँदै हिँड्छु। म चाहिँ बनाउँदै हिँड्छु साथी हो। गाह्रो छ नि, मलाई गाह्रो छ लाग्छ। यसो पछि लाग्छ लगाएर। अहिले दबाउ है बाबु, दबाउ। अहिले दबाउ यहाँ यत्रो अङ्कल आउँदैछ यहाँ पछाडि। यो यहाँ के भयो, यसलाई सिसा भयो रहेछ। हिँड बाबु हिँड। ए तपाईँको उकालो, पुलिस आयो।